लकुमुलो जाति राउटे समुदायको हाम्रो भाइहरूले एकदमै मेहनत गरेर यो चाहिँ यहाँ आरी बनाउँदै हुनुहुन्छ। भाइ यो कुन काठको हो? टुनी काठको हो। यो कति समय लाग्छ यो बनाउनलाई? एउटा बनाउन कति समय लाग्छ? एक दिन लाग्छ। अनि एउटाको मूल्य कति पर्छ? पैसा कति हो? एउटाको कति पैसा हो? भाइ हेरी हेरी भन्नाले कतिदेखि भन्नुहुन्छ तपाईँको? 100 रुपियाँ, 200 रुपियाँ, 300 रुपियाँ कति हो? हजुर 300 400। ए अनि यो पछि फुट्न त फुट्दैन? बलियो हुन्छ एकदमै। ल एकदमै यो कति मेहनत गरेर हेर्नुहोस् त, यो पुरै हातले अनि यो बनाएको अनि एकदमै राम्रो पिर्का अनि उहाँहरूले बनाइरहनु भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ सानो सानो नानीहरूले पनि केटाहरूले पनि यो बनाइरहेको छ। लु हेर्नुहोस् यो चाहिँ आरी कोसी अनि यस्तै विभिन्न प्रकारको सामानहरू बनाएर अनि उहाँले चाहिँ बजारमा बिक्री गरेर धानसँग चामलसँग मकैसँग साट्छन् यिनीहरूले है त। धन्यवाद।